एउटा हातले बिउ खेल्दै अर्को हातले पसिना पुस्दै हरिया धानका बिउ बेच्छिन् मेरी आमा। असारे झरीमा चर्को फुल्ने घाममा उनको दिनचर्या खेतमा यसरी नै बित्ने गर्छ। छोराछोरीलाई पढाउने अनि परिवारको पेट पाल्ने सपनामा छोराछोरीलाई पढाउने अनि परिवारको पेट पाल्ने सपनामा आफ्नो सपनालाई उनले भुलिसकेकी छिन्। सायद जवानीमा उनका पनि केही सपना हुँदो हो, न बुवाले कहिले सोध्नुभयो न त कहिले मैले सोधेँ। एकचोटि केवल कार चढ्ने कुरा गर्नुहुन्थ्यो, संसारलाई माथिबाट हेर्न चाहनुहुन्थ्यो। एकचोटि केवल कार चढ्ने कुरा गर्नुहुन्थ्यो, संसारलाई माथिबाट हेर्न चाहनुहुन्थ्यो। बुवा व्यस्त हुनुभयो समाजका कामले, म व्यस्त भए नाम कमाउने चाहनाले। आजकल त वर्षमा एउटा साडी किनिदिएर आफूलाई जिम्मेवार छोरो सम्झिन्छु। बिरामी पर्दा आफू नपुगे पनि पैसा पठाइ उनको हेरचाह गरेको सम्झन्छु। कहिलेकाहीँ सम्झिन्छु उनलाई करेसाबारीमा साग टिप्दै गरेको अनि त्यही सागसँग भात खाँदा थाल पल्किने गरी मैले चाटेको। उनका हातका स्वाद आजकल पिज्जा र बर्गर खाँदा याद गर्ने गर्छु। फास्टफुडमा बाँचेको यो जिन्दगीमा उनको तातो खानालाई मिस गर्ने गर्छु। जब असार लाग्छ हृदयमा उनको याद आउँछ। त्यत्रा धानको रोपाई यो बुढेसकालमा कसरी गर्ने भन्ने चिन्ता लाग्छ। बाल्यकाल जब सम्झन्छु उनका साडी समात्दै हिँडेको याद गर्छु। खेतीको समयमा मलाई झलुङ्गोमा सुताई हतारिँदै खेततिर गएको कहाँ भुल्छु। फेरि असार लागेको छ यो झरीमा मेरी आमाको दिनचर्या फेरि उस्तै हुँदो हो। बिहान उठेर रोटी पकाउने, नुनमा हरेक खुर्सानी मिची खेत पुर्याउने। बेला बेलामा आकाशतिर हेरी केही सङ्कोच मान्दी हुन्। गत साल जस्तै पानी कम परे, धान राम्ररी नपस्रिने पिटलिरी हुन्। प्रत्येक रोप्ने बिउमा उनी सम्पन्नताको अनुभव गर्ने गर्छिन्। मङ्सिरको सुनौलो पारा सम्झी असारको दुःखलाई भुल्ने गर्छिन्। अनुहारका छाला घामले डढेका छन्, लाज उनलाई नहुँदो हो। त्यही परिश्रमले आज छोराछोरी पढाएको सम्झी मनभित्रै गर्व गर्दै हो। खुट्टाका औँला हिलाले खाएका छन्, हातका औँला पानीले भाँसिएका छन्। बुढेसकालकी मेरी आमा अहिले पनि छोराछोरी भनी किसानी गर्छिन्। घामसँगै उनी उठ्छिन्, हरियो दुबोमा खाली खुट्टा हिँड्छिन्। प्रेसरका रोगी मेरी आमा अरूभन्दा अझ फुर्तिला देखिन्छन्। जवान हुँदा घाँस दाउरा गर्थिन्, प्रशस्त वस्तुभाव घरमा पाल्थिन्। मेरो विद्यालयको फी तिर्न उनी एउटा बोकोलाई बजारमा बेच्थिन्। बुधबारे हाट बजार लाग्थ्यो कमल फुल फुल्ने पोखरी छेउ। उनको पछि म र भाइ लाग्थ्यौं, गुच्चा र भुरुङ किनी फुरुङ्ग हुन्थ्यौं। म र भाइ कहिलेकाहीँ माछा मार्न जान्थ्यौं। त्यही माछालाई सिलामा बेची आमाको लागि बेक्सी दिन्थ्यौं। खाना नखाने मेरो भाइ चाउचाउ र मिठाईले पेट भर्थ्यो। कहिलेकाहीँ कोचेको पिटाई खाई मेरो छेउ आई रुने गर्थ्यो। उमेरले आधा शताब्दी पार गरेकी मेरी आमाको केही सपना सायद अधुरो हुँदो हो। त्यही सपनामा समेटिएको म जेठो छोरो उनकै सपनाको एउटा अंश हो। उनको सपनामा म आफ्नो सपना देख्ने गर्छु।
उनको सपनामा म आफ्नो सपना देख्ने गर्छु। प्रत्येक एउटा सिडी चढ्दा उनको अनुहारमा मुस्कान देख्ने गर्छु। त्यही मुस्कान पाउन आज दिन र रात मेहनत गर्छु। उनको काखमा एकपल्ट लुटुपुटु गर्न छोरा भएर फेरि जन्मन चाहन्छु। छोराछोरी आमा बुवाका छाया भन्छन्, सायद म पनि एउटा छाया हो। छोराछोरी आमा बुवाका छाया भन्छन्, सायद म पनि एउटा छाया हो। कोमल हातमा हुर्किएको आज म उनकै ममताको माया हो। धन्यवाद।